स्याउलालाई क्या स्याउलालाई घाँस भन्ने जीव देखिरह यार अच्छा यो काल के हो न त हेलो सबैजनालाई वेलकम छ मेरो न्यू ब्लगमा अनि अहिले चाहिँ म कहाँ छु भने अहिले चाहिँ यहाँ बिहानको 7 बजे पहिला त अनि त्यसपछि म अहिले चाहिँ सुर्खेतमा छु सुर्खेतमा आएको छु घुम्नको लागि अनि त्यसपछि अहिले चाहिँ म बारीतिर छु अनि बजाइले चाहिँ हामीलाई के अरे घाँस लिन जानु भनेर भन्नुभएको थियो कि अनि त्यो भएर चाहिँ हामी घाँस लिन जाँदैछौँ अनि त्यसपछि म चाहिँ यहाँ छु अनि मेरो अर्को पार्टनर हुनुहुन्छ उहाँ तलतिर पुगिसक्नु भइसक्यो अनि हामी यहाँ छौँ यो चाहिँ हाम्रो यहाँको बारी खेतबारी हो अनि अब मलाई त छोडेर गयो कहाँबाट जाने म चाहिँ हैन यहाँ हेर्नु ल कस्तो राम्रो छ देखाउँछु वाह सच लभली ठिकै छ अब म पनि जाँदैछु होइन अनि अब हामी घाँस काट्छौँ फेरि यहाँ चाहिँ यस्तो रहेछ क्या अब मैले घाँस भने त हाम्रो पाहाडमा चाहिँ के हुन्छ भने घाँस भनेपछि घाँसै हुन्छ नि त अर्कोवाला अनि यहाँ चाहिँ घाँस भनेको चाहिँ यसलाई भन्छ घाँस यस्तो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ स्याउलालाई क्या स्याउलालाई घाँस भन्ने डङ्ग पर्ने गरी म त घाँस काट्न जाने भने होइन अनि त घाँसै काट्ने होला नि त भन्ने सोचेको थिएँ किन हाँसेको तर घाँस होइन रहेछ स्याउलालाई घाँस भन्दो रहेछ त्यहाँ कहाँबाट गयो तपाईँ त्यहाँ ए मदेखि आमा यहाँ चाहिँ हेर्नु न यो बारी क्या बारीमा नि यति धेरै रुख छ अनि हाम्रो घर चाहिँ ऊ माथि छ अनि हामी चाहिँ यहाँ छौँ मैले हिजो अस्ति नै भ्लग स्टार्ट गर्न लागेको थिएँ अनि त्यसपछि कहाँबाट जा तपाईँ यहाँदेखि बाटो फेरि अनि त्यसपछि के अरे गाडीमा आएको क्या हामी त अनि त्यही भएर चाहिँ स्टार्ट गरिनँ अब आजबाट स्टार्ट गर्छु मेरो डे 1 सुर्खेतमा डे 1 रहेको छ यो चाहिँ बाटो डेन्जर छ म देखाउँछु ल अनि म भ्लग बनाउनु त छोड्दिनँ सबैजनालाई थाहा छ म भ्लग बनाइहाल्छु अनि त्यसपछि जस्ट रमाइलो भयो है हामीले बिहान बिहानै रोटी खाएर नि तपाईँहरूलाई देखाउनै पाएन त्यति बेलासम्म मेरो दिमागमा आएन कि म भ्लग बनाउँछु कि नै भन्ने मैले सोचेकै थिएन अनि मलाई मेरो पार्टनर साथीले चाहिँ के भन्नुभएको छ नि भ्लग बनाऊ भनेर भन्नुभयो उहाँले नि अनि त्यही भएर मैले बनाएको ठिकै छ सबैजना अहिले पछि आउँछु हामी अब स्याउला काट्दैछौँ उहाँ यतातिरको चाहिँ फेरि घाँस रहेछ अनि यो रुखमा चाहिँ दादा जानुहुन्छ अनि त्यसपछि अब म रुख भन्ने डराएँ म त सो अहिले स्याउला काटिसकेपछि देखाउने छु है त सो अब म चाहिँ भारी लाउँदैछु देखिरहेको क्या यो मान्छेलाई तपाईँलाई देखिरहेको छु क्या अजीब देखिरह यार यो हामी त आफ्नै रहरले चाहिँ आएको यहाँनिर खासमा घाँस काट्नलाई है जाऊ भन्नुभएको थिएन अनि हामी चाहिँ यत्तिकै घरमा यत्तिकै किन बस्ने भनेर चाहिँ आएको हौँ यता अब मैले भाइला भिडियो भएको छ कि नै अनि आफ्टर लङ टाइम चाहिँ मैले भिडियो बनाएको यो चाहिँ कति भयो नि त नबनाएको त्यही भएर त्यो पनि भने भएर मात्रै हो नत्र मैले बनाउनु थिएन बस है त लड्ला डर लाग्यो आऊ भयो कसरी उठिन्छ त्यहाँबाट आऊ भारी लाउँदैछु कि सरजी चाहिँ उहाँ पुगिसक्नु भइसक्यो एकदम ट्यालेन्ट हुनुहुन्छ राम्रो देखिरह लड्ला हामीलाई पुगिसक्यो अब यति बनाउँछौँ अनि उतातिर तलतिर पनि गएको छ नि त माथिबाट काटेको यति नाङ्गो बनाइदियो रुखलाई बिस्तारै भिडियो बनाइदियो बहुत ल बिस्तारै अझै देखिरह सो आएपछि भिडियो बनाएपछि हामी के अरे हजुरलाई देखाउने छौँ है त लाग्नु न फेरि मलाई चाहिँ छोडेर एकजना मान्छे कहाँ भएको छैन म चाहिँ यहाँ बन्दैछु अनि
अर्को मैले त्यो चाहिँ डोरीहरू चाहिँ त्यहाँ राखेँ कि अब उसलाई खोज्न जाँदैछु कहाँ गयो मान्छे भनेर अहिले यहाँ काट्यो म नि त्यतिले पुग्दैन नि त अनि हुन चाहिँ टन्नै नै भएको छ अब म जाँदैछु है त हेलो मम्मी ओहो हेलो हेलो सर तपाईँले कति काट्यो खोइ देखाउनु त अनि के हेरेर आची गर्दै हिँड्छ क्या बाटो बाटोमा आची गर्दै हिँड्छ क्या बाटो बाटोमा तेरा तो गेम बजाना पड़े के हो यो खोजिदियो मेरो को कसले आची गर्यो त्यहाँनिर बहुत गन्दा भर्खरै चिचेर हिँड्छ तिमीले ए मैले कहाँ किल्छु नि अहिले फेरि पिडिदिन्छ है तपाईँले गरे जस्तो भर्खरै यहाँ हराइरहेको थियो हो तर त्यो होइन त्यो 2-3 दिन भइसक्यो त्यो जङ्गलै जङ्गल छ त यत्रो बाक्लो हेर्नु न जङ्गल जङ्गल छ नि घर चाहिँ उता छ कि हाम्रो घर चाहिँ सबै फेरि यो जङ्गल होइन यो फेरि खेतबारीहरू त्यहाँ बिच बिचमा सबै बारीहरू के छ काटा भने नि काटेन फेरि त्यति घाँस बोकेर गयो भने बेच्चित हुन्छ हाम्रो ओके उहाँले पछि देखाउँछस् अब हामी यो काट्ने यतातिरको कुन चाहिँ खै के गरौँ खै देखाउनु त खोइ काँडा पनि छ त यहाँ त थाहा भएन के भन्छ यसलाई टिमुर थाहा भइसक्यो मलाई यी त्यसको रुख अनि यो कसरी फल्छ केमा फल्छ यसमा ओहो त है मैले त देखेको छैन ल टिमुरको रुख पनि देख्न पायो यहाँनिर यत्रो रहेछ मलाई थाहा छैन तर टिमुरको रुख कस्तो हुन्छ भनेर मैले देखाइदिनु म त मानेको थिएँ कि के हो यो कस्तो के माने कि मलाई थाहा छैन कस्तो के माने कि मलाई थाहा छैन एउटा कमेडी देखाउँ म यता सुन न यहाँबाट काटिदिउँ यहाँबाट काटिदिउँ म लु एउटा त भनेर थाहा छ त्यो एउटा थियो नि एउटा त्यो कस्तो त्यो मिम टाइपको हुन्छ नि एउटा आफ्नै हाँगामा बसिरहेको अनि त्यसपछि अर्को चाहिँ त्यो अरू नि यो म कुन चाहिँ मूर्ख होला भन्ने आउँथ्यो नि हो त्यस्तै ठेको ऊ चाहिँ त्यहाँ माथि काट्ने म चाहिँ हाँगै तलको उनी बोटै काट्दैन कि ऊ चाहिँ हाँगा काट्ने म बोट काट्ने को मूर्ख तिमी मूर्ख कि म मूर्ख को मूर्ख भयो त्यहाँ माथि जानु मूर्ख हो पहिला सुरुमा बाँदर अरूको ठुल्ठुलो रुख त चढ्न सक्दैन कि अनि यो सानो सानो रुख चढ्छ अनि काठमा चाहिँ अब हामीले चाहिँ भारी हालिसकेको छौँ अनि यसले बोक्ने भन्दाखेरि चाहिँ हाम्रो एउटा बलवान सरले चाहिँ होइन म काठमै बोकिदिन्छु भन्नुभयो त्यही भएर उहाँले बोकेर पनि लानु भइसकेको छ होइन अनि यसको जरुरत परेन अनि आज चाहिँ हाम्रो घाँसको भारी सक्यो अब के हुन्छ खाना बनाउनु पर्ने छ गएर अब आमाले बनाइसक्नु भयो होला त्यही पनि बनाउनु चाहिँ त्यही जाम आऊ दुईजना भूत लाऊ यहाँ आऊ चु आऊ भन्ने बित्तिकै त्यसरी आउनुपर्छ डर लाग्ने नि अथु हेर न यसले कस्तो गर्छ क्या हेर मेरो सुट्नी आऊ भन्छ अनि मेरो जिउमाथि आउनु खोज्छ क्या उफ्री आयो हामी चाहिँ आयो त्यो हेर्नु त्यो उहाँलाई टोक्ला जस्तै गर्छ या पिटुम तिमीले अनि पानी नपरेर यता चाहिँ मकै यत्रो भइरहेको पानी नपरेर कि सानो भइरहेछ अब पानी पऱ्यो भने ठुलो हुन्छ होला तिमीहरू मलाई टोक्यो भने डोरीले हान्छु सो हामी घर आइपुग्यौँ हेर्न क्या राम्रो देखिरहेको
हामी चाहिँ घर आइपुगिसकेको छौँ। चल भयो त सबै मम्मा मार्छ कि अहिले किन भयो। हामी थम्मेल बनाउने यहाँ हेर न, यस्तो गर चिज गर यस्तो गर हाँस ए भयो। यहाँको के हो? ओहो त्यो रहेछ त घुमाउने कुरा घट त होइन के भन्थ्यो घट होइन आइपुगिसक्यौँ। खै त बाजे बजे चाहिँ कता माम पाकिरहेछ कता जानु भयो। ओके म फ्रेस हुन्छु कतिवटा धुन्छु अनि त्यसपछि फेरि पनि आउँछु। हामीले घाँस लिएर आइसकेपछि चाहिँ म चाहिँ अहिले लास्टमा तरकारी बनाउनु आएको छु अनि तरकारी बनाउनु लागेको छु। यसरी बनाउनु पर्छ तरकारी आलु अनि बन्दा बनाउनु लागेको हामीले। तर यस्तो आगोमा बनाउँदा यति मिठो हुने थियो। मलाई हेल्प गर्दै हुनुहुन्छ हाम्रो बजाइले उहाँबाट के हाल्नु गर्दै हुनुहुन्छ। यतापट्टि म अलि उल्टोपट्टि बस्छु हेर्नु न यतापट्टि किनभने यता चिसो गर्मी उता घाम आयो क्या अनि त्यही भएर चियामा बसेको म गाह्रो भयो। यता चाहिँ राम्रै भइरहेछ। अब हामी चाहिँ घुम्न जाने भएपछि के छ एउटा कुरा देखौँ। हेर्नु न यति सानो रुखमा होइन यति धेरै केरा फलिरहेको कि हेर्नु न है। सो रमाइलो छ यहाँ चाहिँ। अनि त्यसपछि अहिले चाहिँ म एक्लै छु माथि खाना पनि खाएको छैन अहिले पछि खाने हो। अनि त्यसपछि देखाउँछु फेरि हजुरहरूलाई। अहिले चाहिँ म फेरि घर पनि गएँ यहाँ फेरि काम गर्दाखेरि कहाँ पुगेछु कि म काम गर्दा डाँडामाथि पुगेँ कि माथि कर्म बोल्दा बोल्दै त्यतै गरेर बसिरहेको रहेछ। मेरो मलाई कोडे चाहिँ के हो जस्तो लागिरहेको के हो यस्तो चलिरहेछ आजको मेरो डे चाहिँ। मैले आफ्नो दिन कसरी बित्यो त भन्ने टाइपको भ्लग बनाउनु खोजेको थिएँ त्यही भएको हो। अनि बाख्रा कुखुरा के छ गाई बस्तु कति के छ अरे म त भन्नु भोलि भन्छु ल। यहाँ चाहिँ यस्तो छ ठिक छ। अहिले पछि हामीले खाना पनि खाएको छैनौँ। म आज 1 बज्न लागिसक्यो त्यही पनि खाना पनि खाएको छैन। अनि अहिले पछि म देखाउँछु एकछिन चाहिँ म यहाँबाट दुईवटा कामहरू गर्छु अनि त्यसपछि हामी बाहिर पनि जस्तो त्यो डुल्न जान्छौँ अनि तपाईँले देखाउँछु ल। चलो अहिले पछि भेट्छौँ हामी 2 hours later। हेलो अब चाहिँ हामी चाहिँ जाँदैछौँ बजारतिर। अनि त्यसपछि बजार जानको लागि चाहिँ अलिक मुनि रहेछ यहाँ माथि गाउँमा चाहिँ। अनि त्यही भएर बजार जाँदैछौँ सामान किन्नको लागि। अस्ति आउँदाखेरि भ्याएन नि त यताउता भएर केही भएन अनि त्यही भएर आएन। यो चाहिँ उहाँको मामा घर अरे। कुन मामा घर भन्नुभयो तपाईँले? जेठो मामा हो। जेठो मामाको घर अरे क्या यो चाहिँ उहाँको। अब चाहिँ हामी यहाँ जाँदैछौँ अहिले पछि गर्छु ल। अनि बाटो चाहिँ यस्तै रहेछ होइन। अब यो बाटो चाहिँ म खास यस्तो चाहिँ हिँडेको छुइनँ किनभने तपाईँ पनि हिँड्नुपर्छ। रमाइलो लाग्छ मलाई चाहिँ फेरि लास्टै रमाइलो लाग्न चाहिँ। अनि घरमा फेरि सामानहरू कति सकाएको छ नि त यता अनि त्यही भएर चाहिँ जाँदैछु म चाहिँ बजारमा। अनि मेरो पार्टनर चाहिँ माथि नै छुट्टिनु भइसक्यो। आमा र म मात्रै आमा फेरि अगाडि हुनुहुन्छ एकदम सँग एकदमै। बजारको ठाउँ पनि घुम्दै हामी जाने भनेर चाहिँ खासमा हिँडेको हिँड्न चाहिँ। हेरौँ अब के हुन्छ। यतातिर हेर्नु न यस्तो हुन्छ कि खेतबारीहरू सबै यस्तो हो कि अर्कै टाइपको कि तपाईँ गाह्रो छ। अनि आज अब चाहिँ मैले धेरै समयपछि बनाएको भिडियो भनेको चाहिँ सबैजनालाई धेरै देख्नु आयो।
गर्दै गर्नु होला रनिङ गरेको हेर न अच्छा के गरे दौड्या छोरी मान्छे जस्तै दौड्या छ्या अहिले म यता तलतिर गएपछि फेरि देखाउँछु हुन्छ है त अनि हामी चाहिँ जाँदैछौँ वनको बाटोबाट अनि मैले बल्ल चाहिँ मेरो क्यामेराम्यान भेटाइसकेको छु यस्तो यस्तो रिङ्गाएर उहाँबाट यसरी यसरी बाटो बनाउनु सक्छ त्यहाँबाट सिधा बनाइदियो भइहाल्छ नि के हो यस्तो यत्रो घुम्नु पर्दैन अनि यहाँबाट हिँडेर तल स्कुल पढेर फेरि आउँथ्यो तपाईँ के दङ्ग गरेर मोबाइल यस्तै समातेर हिँड्ने मात्रै हुन्छ उहाँ चाहिँ होइन अनि त्यसपछि के बोल्ने पनि होइन गरेर हिँडा काट्न लाग्यो मान्छे अब यतातिर पसल नै नआयो क्या फेरि काहीँ पनि पसल जानलाई नि यत्रो जुगाउँ लाग्दो रहेछ फेरि कहाँ हो कहाँ पसल पनि छैन टाढै टाढो रहेछ नि त ए यहाँ चाहिँ छुट्टै गाउँ छ हो माथि हामी बसलाई फाँट भन्छ यहाँ सिन्थाला भन्छ ए अलिपछि भेट्छ म त सो हामी चाहिँ फाइनल्ली सामान किनेर आइसकेको छौँ होइन किन हाँसेको अनि सामान बोक्दै आउँदै हुनुहुन्छ उहाँ चाहिँ पसल चाहिँ त्यहाँ थियो अघि नै हाम्रो आमाकै घरमा पसल रहेछ मैले चाहिँ ठुलो पसल सोचेको थिएँ तर गाउँको लागि त धेरै ठुलो पसल हो होइन राम्रो रहेछ अनि हामी चाहिँ गएर बजारमा गएर पनि आइसकेको छौँ बजार भने हाम्रो लागि यही हो यहाँ यो ठाउँ के भन्छ अरे यसलाई सिरखाल्टा ओके सिरखाल्टा पुग्यौँ हामी अब हामी फलाटी जान्छौँ माथि फेरि उकालो लागेछौँ हिँडे हजुर गाह्रो छ हौ रास्तै नै अनि माथि पो पुग्नु हो त अनि अत्यस लाग्यो मलाई सोचेर माथि पो पुग्नु हो त अनि अत्यस लाग्यो मलाई सोचेर कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिनँ त के भएको यो कालगाडी के हो भन्नु त बाँदरको लट्ठी कुचबी नौटङ्की कुन चाहिँ यो लहरा के हो यो खाऊ भन्यो खानलाई कुन चाहिँ जन्डिसको आउँछ कि के हुन्छ थाहा भयो जन्डिस निको हुन्छ हो यो मैले खाएको चाहिँ के हो अरे होइन मैले बाहिरकै निकालेको बोक्रा छिटो हुन्छ आउनु तपाईँ एकछिन बसौँ ल मिठो नै अन्त बच्चा झारिदिन्छु सो अब चाहिँ हाम्रो घरलाई पनि लाग्यो कि त रहेछ छ्या लाग्यो मलाई त थोकै लाग्यो अयो
मामा घर लाज हुन्छ धप्पै त हुनु अनि के अरे यहाँको आँप चाहिँ भर्खर यत्रो भइरहेको रहेछ अनि खान लाग्यो खाइ पनि सक्यो खाना चाहिँ अमिलो रहेछ लास्टै लास्ट अमिलो मिठो 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 अलिनको बाजे चाहिँ यहाँ घर छोडी तल जानुभएको दुइटा घर हो बाजे बाजे नि होइन यार बिर्सिएर घर आइपुग्यो कस्तो राम्रो देखायो हेर्नु न है हाम्रो घर महलभन्दा कम छैन यहाँ सबै थोक छ भोलि देखाउँछु म के छ भनेर भोलिको भ्लगमा आजको भ्लगमा चाहिँ मैले यति मात्र देखाएँ भोलिको भ्लगमा चाहिँ म सबै देखाउँछु ल भयो उहाँ हामी त आयौँ है हामी आयौँ सो मैले चाहिँ चटनी बनाएर खाइसकेको छु अनि आफन्तहरू आउनु भएको थियो त्यही भएर मैले हजुरलाई भिडियो देखाउन पाइनँ अनि नत्र भए मैले देखाउने थिएँ किनभने मलाई लाज लाग्छ बोल्दाखेरि होइन अनि त्यही भएर मैले नदेखाएको हो अब यति भन्दै मेरो भिडियो इन्ड गर्न चाहन्छु यो भ्लग चाहिँ अनि त्यसपछि डे 1 भ्लग चाहिँ अनि नेक्स्ट भिडियोमा हजुरसँग फेरि पनि भेट्नेछु यस्तै भ्लग लिएर सुर्खेतको खबर लिएर अनि यतिन्जेलसम्म हजुरहरू सबैजनाले हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद छ हजुरहरूलाई फेरि यस्तै भिडियो हेर्नको लागि भने मलाई सब्सक्राइब गर्नुहोला अनि भोलि पनि म यस्तै भिडियो हाल्नेछु है त अहिलेलाई भने हामी छुट्टिन्छौँ बाई बाई